आन्दोलनको चाहिँ घोषणा गर्छौं त्यो भनेको शान्तिपूर्ण तरिकाले गर्छौं। आजैदेखि आफ्ना मागहरू हामीमाथि भएको पीडालाई हामीले व्यक्त गर्छौं र अहिले भर्खरै चाहिँ जुन 25 गतेसम्मको अल्टिमेटम 10 दिने अल्टिमेटम जो छ त्यो अल्टिमेटम फिर्ता नलिने बेलासम्म र यसको उचित चाहिँ तपाईको व्यवस्थापनको चाहिँ एउटा विश्वासिलो आधार नहुने बेलासम्म हामीले शान्तिपूर्ण ढंगले आफ्ना मागहरूलाई प्रस्तुत गरेर हामी सडकमा जान्छौं। आजैबाटै जान्छौं। प्रश्न है जस्तो तपाईहरुले आफूलाई सुकुम्बासी भन्नुहुन्छ हैन, तर नगरपालिकाले चाहिँ सुकुम्बासी हैन हुकुमबासीहरुको यहाँ कब्जा छ भन्ने छ हैन। सुकुम्बासी हुनका लागि चाहिँ नेपालमा कोही पनि जग्गा जमिन नभएको हुनुपर्छ हैन। वास्तविक सुकुम्बासी जग्गै नभएकाहरु पनि छन् र मतलब कति छन् त्यो यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। हो, हामीले खोजेको यही हो। यही प्रश्नमा हामी सबै चाहिँ यहाँको राजनीतिक दल, यहाँको चाहिँ तपाईको सम्बन्धित यो सरकारवाला पक्ष, त्यसपछि गएर अरु सबै समुदायको हामीले बसेर छलफल गरौँ यसको समस्याको निवारण कसरी गर्न सकिन्छ। त्यसकारण यहाँ सुकुम्बासी छैनन् हुकुमबासी छन् भन्ने जुन आरोप छ हैन, त्यो मैले अघि पनि भने र अहिले पनि मेरो भनाइ के हो भने यहाँ अव्यवस्थित भूमिहीन सुकुम्बासीहरू मात्रै छैनन्, यहाँ भूमिहीन दलितहरूको संख्या छ 163 समथिङ। यो मैले अघि भने 81/5/17 गते हामीले जुन भरेको फर्मेटको जुन एउटा दिएको लगत अनुसार 173 घर धुरी चाहिने भूमिहीन सुकुम्बासीहरूको एउटा विवरण छ। सुकुम्बासी भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको सन्दर्भमा संख्यामा अलि तलमाथि केही पर्न सक्ला, तर एक्जुअलमा डाटा त्यही हो। र 416 घर यहाँको चाहिँ अव्यवस्थित बसोबासीहरूको यो तथ्याङ्क छ। त्यसो गर्दा हाम्रो भनाइ के हो भने हो वास्तविक भूमिहीन सुकुम्बासी र भूमिहीन दलितहरूलाई राज्यले निशुल्क दिनुपर्छ। कहाँ दिने, कसरी दिने, त्यो उहाँहरूसँग त्यो पक्षसँग बसेर एउटा समझदारी कायम गरेर उहाँहरूको व्यवस्थापन गर्नु पर्छ। त्यो भन्दा रह्यो एउटा अव्यवस्थितहरूको सन्दर्भको कुरा, अव्यवस्थितहरूको सन्दर्भको कुरालाई पनि हामीले त्यसको गहिरो छलफल गरौँ। हिजोको दिनमा पहाडको पाखा पखेराहरूमा कसैका बाबुका नाममा, कसैका आफ्नै नाममा पनि हजुरको चाहिँ फापर लगाउने, कोदो लगाउने ठाउँहरू नहुने होइनन्, 2-4 पनि कसैका नाममा हुन छन्। तर आजको यो अहिलेको दुनियाँमा विज्ञान प्रविधि र अहिलेको यो टेक्नोलोजीको जमानामा यो कुराले तिनीहरूको उसका 4-5 भाइ उसका छोराहरू छन् भने पछाडि अहिले सबै त्यो पुग्न सक्छ कि सक्दैन, यो प्रश्न गम्भीर छ। त्यसकारण मानवीय हिसाबले यो पनि छलफल गरौँ। र अर्कोतर्फ अव्यवस्थित बसोबासीहरूको सन्दर्भमा यहाँ बाहिर कतै जमिन जग्गा छ तर यहाँ बसिराखेको छ, कसरी हो त यसको समस्याको समाधान गर्ने भन्ने कुराको एउटा ल्याउनु पर्यो अप्सन। हाम्रो भनाइ त्यो। त्यसकारण हामी के चाहन्छौँ भने हाम्रो हिसाबले समाधान गर्ने विधि र उपाय बडो सजिलो मजाले गर्न सकिन्छ, सजिलोसँग गर्न सकिन्छ। तर राज्यमा राज्यको निकायमा रहेका बसेका हामी के भनौँ, शासकै भनौँ, उहाँहरूको चाहिँ तपाईको दिमागमा बुद्धि फिर्दैन। व्यवस्थापनका पाठहरू धेरै छन्। कमसेकम अलि त्यस्तो खालको मानिसहरूलाई न्यूनतम राजस्व निर्धारण गरेर राज्यको मानौ न कार्यविधि अनुसार न्यूनतम राजस्व निर्धारण गरेर उहाँहरूको व्यवस्थापन गर्न सकिन्छ। कहाँ गर्ने, कसरी गर्ने भन्ने कुरा त्यो त राज्यको कुरा हो। हामीसँग छलफल गर्नु पर्यो कसरी सहमति गर्ने भन्ने कुरा हाम्रो कुरा हो नि। हामीसँग छलफलै नगरिकन हुकुमबासी कब्जा गर्न आए भन्ने कुरा त हामी माथिको अनावश्यक आरोपको कुरा हो नि त। त्यसकारण यस आरोपप्रति हामी घोर आपत्ति प्रकट गर्न चाहन्छौँ र हाम्रो सबै बायोडाटा अध्ययन गरियोस्। अहिले सरकारसँग सबै चिज छ, सबै तपाईको यन्त्रहरू छ, कसको विषयमा के छ भन्ने कुरा त सबै जाँच गर्न पाउने सबै चिजहरू छन्। त्यसकारण कसरी यसको समस्याको समाधान गर्ने, त्यसमा अव्यवस्थित भूमि अव्यवस्थितहरूकै हकमा पनि क्याटेगोराइजहरू गर्न सकिने होला नि। त्यहाँ पनि त्यसका चाहिँ तपाईको अलिकति विधि निर्माण गरेर जान सकिने होला नि। सिङ्गो तपाईँ नेपाल सरकारको सिङ्गो छैन, तपाईको एउटा सङ्घीय सरकारको नीति कार्यक्रम एउटा हुने हो। स्थानीय तहमा पालिका स्तरमा सापेक्ष ढङ्गले तपाईको कतिपय नियम कानुन ऐनहरू चाहिँ बाजियो भने पनि स्थानीय सरकारले त्यसलाई करेक्सन गरिकन आफ्नो अनुकूल बनाउन सक्ने त्यहाँसम्मको चाहिँ अथोरिटी पावर छ स्थानीय सरकारसँग। त्यसकारण यो कसरी समाधान गर्ने भन्ने कुरा स्थानीय सरकारले पनि सोच्नुपर्छ। स्थानीय सरकारले जहाँसम्म यो सोच्दैन, बुझ्दैन, सबै पक्षलाई अगाडि राखेर वास्तविक समस्याहरू के हुन् र समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको यसको गहिराइमा जहाँसम्म पुग्दैन त्यहाँसम्म कहिले यो समस्या समाधान हुँदैन। त्यसकारण हामी भन्न चाहन्छौँ सहजीकरण गर्न तयार छौँ।
कसरी कुन मानेमा सहजीकरण गर्ने, वास्तविक भूमिहीन सुकुम्बासीहरूको विषयमा बस्नु, छलफल गरौँ, उहाँहरूको समस्या कसरी समाधान गर्ने, त्यो पक्षसँग बस्नुहोस्, हामी पनि सहजीकरण गर्छौँ। अव्यवस्थितहरूको समस्या कसरी समाधान गर्न सकिन्छ, हामी बसौँ, टेबलमा बसौँ, प्लेटफर्म दिनुहोस् हामीलाई, हामी छलफल गर्न तयार छौँ। समस्याको समाधान कसरी गर्न सकिन्छ तयार छौँ, तर हामी मात्रै तयार भएर नहुने रहेछ। उहाँहरूको आँखामा त हामी मान्छे नै होइनौँ भन्ने छ। अहिले हामीले हेऱ्यौँ भने पछाडि नेपाली सेनाको काम आफ्नो राष्ट्र र राष्ट्रियतामाथि खतरा आइपर्यो र सीमा अतिक्रमण भयो, वैदेशिक हस्तक्षेप भयो भने त्यसका विरुद्धमा लड्नुपर्ने सेना आज सुकुम्बासीहरूको उठीवासका लागि चाहिँ तपाईँको त्यसरी चाहिँ प्रयोग गरिएको छ। त्यसो भएको हुनाले अब यो कुरामा पनि हामी एकदम खेद व्यक्त गर्न चाहन्छौँ। त्यसैले वास्तविक भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको बसोबासको चाहिँ तपाईँको ग्यारेन्टी गर्नु पर्यो। उनीहरूको चाहिँ तपाईँको मानसिक आतंक सिर्जना गरेर विद्यार्थीहरूको चाहिँ अहिले हामी कसैका इक्जाम चलिरहेका छन्, कोही स्कुल नियमित गइराख्ने विद्यार्थीहरू आज भोलि हाम्रो टहरा गयो भने हामी कहाँ जाने, कसरी पढ्ने, कसरी लेख्ने, यस्तो खालको चाहिँ उहाँहरूले त्यस्तो तनाव छ। आज कति चाहिँ तपाईँको सुत्केरी तथा डेलिभरी महिलाहरू छन्, 60 वर्ष मुनिका छैन तपाईँको वृद्ध बुवा आमाहरू हुनुहुन्छ। उहाँहरू यो बुढेसकालको अवस्थामा यस्तो किसिमको टर्चर सहनु परेको छ। कसै डेलिभरी भएका महिला दिदीबहिनीहरू र अब त्यो कतिपय गर्भवती महिला दिदीबहिनीहरू काखमा बच्चा च्यापेर हामी कहाँ जाने होला, एक हातले निधारमा चाहिँ तपाईँको निधार खुम्चाएर एक हात माथि निधारमा राखेर अर्को हातले बच्चा चेपेर कहाँ जाने भनेर उहाँले चिन्ता व्यक्त गरिराख्नु भएको छ। त्यसकारण यो बर्बरता, यो पीडा यो हामीलाई मात्र होइन, हामीले हेर्दैछौँ देशैभरि छ। त्यसकारण हामी त्यसमा ऐक्यबद्धता जाहेर गर्दै हामीले यो आन्दोलनलाई आजको मितिदेखि निरन्तर अगाडि बढाउने उद्घोष गर्न चाहन्छौँ यहाँहरू सबैको बिचमा। त्यसो भएको हुनाले अब सबै साथीहरू हामी यही यात्रामा अगाडि बढ्दैछौँ। धन्यवाद।